चराचुरुङ्गीको आवाज र मन लोभ्याउने दृश्यसँगै हामी खेततर्फ लाग्यौं। बाटो अप्ठ्यारो र चिप्लो भएको कारण हामी बिस्तारै आफ्नो गन्तव्यतिर लाग्दै थियौँ। करिब 45 मिनेटको हिँडाइपछि हामी आफ्नो खेत रहेको ठाउँ भाबिङ भन्ने ठाउँमा पुग्यौँ। मध्यरातको ठुलो वर्षाको कारण खोला चाहिँ उभिएर आएको थियो। हजुरहरूले हेर्न सक्नुहुन्छ। मूलबाट आएको यो शुद्ध पानीले किसानहरूको थकावट सबै मेटाइदिने गर्दछ। रुखको खोल प्रयोग गरेर यहाँ सिँचाइ गरिएको छ। खोला सुसाएको आवाज र प्राकृतिक सुन्दरताले मन असाध्यै लोभ्याउने गर्दछ। हिलो र पानीसँग रमाउँदै खेतको मनमोहक दृश्यको साथ हामी कामतर्फ अग्रसर हुन्छौँ। यसै गरी म पनि माइजूहरूसँग बिउ गोड्न हात बटाउन लागेँ। करिब 1.5 घण्टापछि म चाहिँ माथिल्लो गरामा बिउ छोड्नको लागि आएँ। भर्खरै है जोतेको भन्छ कि नारेको के भन्छ एक्ज्याक्ट मलाई थाहा छैन। यहाँ लगाउन छ अब त्यहाँ हो, यहाँ देख्नुभयो होला। यहाँ अब त्यहाँ चाहिँ बिउ त्यहाँबाट लिएर आएको।
मलाई त्यति साह्रो खेत रोपेको एक्सपिरियन्स त छैन। यो पनि एकफेर गरिदिउँ न त भन्ने भयो र हो। माथि चाहिँ घटेर छ। आज चाहिँ मौसम यस्तो राम्रो छ नि, मौसम एकदम बढी गर्मी पनि छैन, मौसम पनि खुल्ला छ कि राम्रो छ, शीतल शीतल छ, धेरै गर्मी पनि छैन। ल है त, माइजू बिउ बोकेर आउनु भएको छ। मामा चाहिँ उहाँ हुनुहुन्छ, एक डोका लिएर आउनुभयो त थुप्रो। ल मैले राख्छु माथि। दिपक मामा चाहिँ तल हुनुहुन्छ। ऊ त्यो कटेरामा अहिले हामीले बाँधेको गोरु। ए ल ठिक छ। त्यहाँनिर सर्प भेटाउनु भएको रहेछ। सर्पले भेगु त खाँदै रहेछ यो रुखनिर चाहिँ नजाम फेरि, किनभने सर्पले भेगु त खाँदैछ। खाना खाने बेलामा फेरि अलि झेउ पनि हुन्छ। फोटो खिच्ने भनेर सबै कुरो पनि गर्नु भएन नि। यो एकदम डेड बडी जलाउने ठाउँ दोबान भनेको चाहिँ यहाँ हो कि, मान्छेले त्यहाँ हो कि त्यो कस्तो बोल्न अगमक्यो, त्यहाँ चाहिँ डेड बडी जलाउँछन् कि। हिजो राति हेभी रेनफल भयो नि त, त्यो भएर चाहिँ पुरै के भयो छ भन्दा काँडो गढ्यो, पुरै पानीभरि धमिलो भएछ कि। काम गरेर नुहाएर जाम भन्दा पनि अब छैन, पानी पुरै उ भयो नि त, धमिलो छ नि त। त्यसको कारणले यसपछि हामी खाजा खानातर्फ आफ्नो खाजा खाने स्थानतिर लाग्यौँ। ल गाइज, अब यो चाहिँ हात खुट्टा धुने ठाउँ। खाने पनि खान्छन्, यसको पानी नि खाने हो। यस्तो छ है, हात खुट्टा धोएर चाहिँ यहाँ चाहिँ अब चाहिँ के नास्ता खाने बेला भयो। अब चाहिँ नास्ता खाने पर्यो, हल्का फुल्का काम गरेपछि खाना पनि पर्यो। अब चाहिँ घर यस्तो छ, हात खुट्टा धुने हो। यो खेतको साइडमा यस्तो अब नेचुरल्ली हात खुट्टा धुने, अनि त्यसपछि खाजा खाने। अरू कुरा पछि गरौँ ल। खाजा खाएपछि हामी खेततर्फ लाग्यौँ। यो चाहिँ खेत नारेको भन्छ कि जोतेको भन्छ, एकदम सम्म गराउनलाई, धान रोप्नको लागि। कति क्युट देखिएको कि है। अहिले त धेरै मोडर्न टेक्नोलोजी आयो, त्यही पनि जोजनले धान उत्पादन गर्नु त उहाँलाई त थाहा नै छ, नगर्ने मान्छेलाई चाहिँ पुरै सम्माउँदै जाने हो कि। यहाँ त सक्नुहुन्छ। उहाँ चाहिँ दिपक मामा मलाई कसरी काम गर्ने भन्ने बारे सिकाइरहनु भएको छ। मैले पनि नारेको देख्दा मलाई पनि यो कुरा गर्न मन लाग्यो। कोहीले नगरेको कारणले होला मलाई यो इच्छा लाग्यो, अनि मैले एक किसिम गरिराखेँ। त्यस पश्चात मामा र म भएर खेत सम्माउनेतर्फ लाग्यौँ। कोतालोको सहायताले र खुट्टाको सहायताले हामीले यता र उता गर्दै खेतका गाँठा गोठाहरू चाहिँ लुकाउन थाल्यौँ।
नारेर सकिनु साथ म चाहिँ माइजूहरूसँग मिलेर धान रोप्ने अनुभव बटुल्नतिर लागेँ। खेत रोप्दा गाइने गीतहरूको केही झलकहरू हेर्न सकिन्छ। मनोरम दृश्यले मन लोभ्याउने गर्दछ। Beyo. भिडियो मन परेमा लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला।